म्याम आज पसल बन्द हो सर हजुर आउँदैछु म बाटोमा छु दिस इज माई फर्स्ट मिनी भ्लग राइडको के भनौँ मोटो भ्लग भनौँ राइड नभनौँ यति छोटो कसले त भन्छ पसलदेखि घरदेखि पसलसम्म गएकोलाई कसले राइड भन्छ गाइज यार मोटो भ्लग दिस इज माई फर्स्ट मोटो भ्लग वेलकम टु माई भ्लग गाइज मैले स्कुटर चलाउन थालेको लगभग अलमोस्ट 5 इयर्सभन्दा बढी भयो अनि स्कुटर लिएको 4 वर्ष भयो वान ह्यान्ड भएको हुनाले त्यस्तो धेरै मैले केही पनि बनाउनु परेको छैन एक दुईचोटि एक्सिडेन्ट पऱ्यो एकचोटि चाहिँ खत्रै परेको थियो अनि घुम्नु चाहिँ म एकदम धेरै घुमिरहेको हुन्छु मलाई घुम्नु एकदमै धेरै रहर लाग्छ अनि तर त्यो कतिपय कुराहरू चाहिँ गर्दै जाँदा आइडिया भन्ने कुरा हो अनि आइडिया पनि छैन क्या कति धेरै कुराहरूको मलाई साँच्चै भन्नुपर्दाखेरि किनभने स्टार्टै नगरिकन त कसरी थाहा हुन्छ त के मिस्टेक छ कहाँ के हुन्छ कस्तो हुन्छ होइन गाइज आई जस्ट वान्ट टु इन्ट्रोड्युस द वर्स्ट कन्डिसन अफ रोड भने यहाँको कामको सिस्टम वर्स्ट हो कि किन भन्नुहुन्छ भने म यो बाटो हिँडेको पछिल्लो 2.5 वर्ष भयो यो बाटो यस्तो बनाएको छ यहाँ वरिपरिको व्यापार बिजनेसलाई के कति असर परेको छ के गरेको छ केही थाहा छैन होइन अस्ति बर्खाको बेलामा यो बाटो हिँड्न नहुने बनाएको थियो ल अब त बाटो बन्ने रहेछ भनेको त के को बाटो बन्छ अहिले यति बेला कुन महिना यो फागुन लाग्यो आज फागुनको 4 गते कि 5 गते हो 5 गते होला हेर्नुहोस् ल बाटोको कन्डिसन यस्तो छ यो बनाउने ठेकदार यहाँको नेता सबैजना वर्स्ट हो अनि धुलो हेर्नु धुलो कति छ धुलो आमामामामामामा यस्तो धुलो छ अनि बर्खाको बेलामा पानी पऱ्यो यो बाटो हिँड्नै सकिँदैन कि सोचो कोलाई भोट दिने हो के गर्ने हो राम्रो मैले यो गमला लिनुपर्ने डबल काम पऱ्यो कि खासमा मलाई हिजो मैले यो गमलाको कारणले गर्दाखेरि 3.5 घन्टा 4 घन्टा टाइम वेस्ट गर्नु पऱ्यो होइन र मैले गमला लिएर फ्याक्ट्रीबाट घर के अरे पसल पुगेँ हेर्दाखेरि त सबै त्यो प्याकिङमा लागेर यस्तो बिजो भएको थियो है कस्टमरसँग झुट बोल्ने कुरा भएन अनि पसल पुगेर नि म्याम यस्तो भयो अब के गर्ने तपाईँलाई बेलुकासम्म चाहिँ डेलिभरी गरिदिन्छु नि त आज दिनभरि सुक्छ अनि भनेको थिएँ अनि उहाँले होइन म्याम बरु रातभरि सुक्न दिनु भोलि बिहान फर्स्ट आउन पठाइदिनु ल भन्नुभएको थियो ल भने पसल पुग्ने बित्तिकै फर्स्टमा उहाँको सामान ड्राइभ गरिदिन्छु फेरि एउटा कस्टमर आएर मलाई कल गरिसक्नु भएको थियो म्याम आज पसल बन्द हो सर हजुर आउँदैछु म बाटोमा छु चुनाव लागिरहेछ चुनाव लुक एट द भाइस गाइड चुनाव लागिरहेछ अगाडि पनि टन्नै गाडी गएको थियो है चुनाव पुरा फोन आएको आइछ यार फेरि कस्टमरले फोन गरे हुनुहुन्छ है ए बाबा कुदाइरहेको छु आउँदैछु रुक्नुहोस् न 1 मिनट मेरो स्टोर लगभग आइपुग्न लाग्यो कृष्ण मन्दिरबाट सिधै ओह्रालो तपाईँहरू ठ्याक्कै स्तुपा छेउमा आइपुग्नुपर्छ है तलको ग्वारको छेउको स्तुपा छेउ त्यहाँबाट इमाडोल तरकारी बजार दादा फलफुलको ठ्याक्कै अपोजिटको फर्स्ट फ्लोर वालपेपर धनकुटा हजुर देख्न सक्नुहुन्छ है त सो ठ्याक्कै यो रहेको छ यतापट्टि युनाइटेड स्कुल ओहो बस रोक्यो कहिलेकाहीँ झ्यापा रोक्यो त ड्याङ लाग्छ कि ल म ठ्याक्कै आइपुगेँ मेरो स्टोरै हो ठ्याक्कै यहाँ आएर रोके पनि भयो पहिला सामान झारौँ यहाँ भर्याङबाट माथि चढेर जाने वेलकम टु माई स्टोर गाइस दिस इज माई स्टोर तपाईँहरू सबैलाई प्रायः थाहा छ होला मेरो ब्लग हेर्नेलाई या मेरो टिकटक आइडी हेर्नुहुनेले चाहिँ टिकटक आइडीमा मेन्सन गरिदिन्छु हजुरले मलाई फलो पनि गर्न सक्नुहुनेछ भने यो चाहिँ मेरो स्टोर हो पसल आउने बित्तिकै आज कस्टमर अलरेडी वेट गर्नुभएको थियो अनि स्टोरमा पनि त्यतिकै कस्टमर भयो अनि अनलाइन पनि त्यतिकै कस्टमर भएको भएर चाहिँ आज एकदमै बिजी भयो अनि अहिलेको दिनको ठ्याक्क कति बजे 1 बज्यो अनि एउटा सामान स्टिल प्याक गर्नु भएको छ तर फर्स्टमा भिडियो बनाउँछु भनेर चाहिँ म भिडियो बनाइरहेको छु अनि आज मेरो स्टाफको छुट्टी त्यही भएको भएर दिनभरि आज म स्टोरमै हुन्छु अनि अगेन आजबाट मेरो डाइट जिम सबै स्टार्ट रहेको छ एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग दिस इज माई फर्स्ट मोटो भ्लग मलाई बोल्नै आउँदैन र पनि मैले मोटो भ्लग बनाइरहेको छु मलाई भ्लग बनाउन आउँदैन गाइज अनेस्टली मलाई बोल्नु आउँदैन अनि यो के बोलिरहेको भन्नुहुन्छ होला होइन साँच्चै त्यो नर्मली बोल्ने होइन अनि म चाहिँ कन्टेन्ट क्रिएटर गरिरहेको हुन्छु अरूकोमा एडको कामहरू गरिरहेको हुन्छ त्यो बोल्नु छुट्टै हुँदो रहेछ क्या अनि यो भ्लगमा यसरी यो क्यामेरा अगाडि राखेर तेर्साएर छुट्टै त्यो आफै गुनगुनाउनु चाहिँ अलिकति गाह्रो हुँदो रहेछ मलाई बोल्न आउँदैन मलाई भ्लग बनाउन आउँदैन अनि मलाई यो DJI-को 360ले सराप्छ होला कि भ्लगै नबनाउने हो किन किनिस् त यस्तो महँगो क्यामेरा यो माइकको त मेरो काम भइहाल्छ तर यो क्यामेराको निकै कम हुन्छ सो तपाईँहरूले माया गर्नुभयो भने फेरि पनि मेरो नयाँ भ्लगहरू आउँछ है
So त्यही हो एन्ड थ्याङ्क यू सो मच तपाईँ नयाँ हुनुहुन्छ भने डोन्ट फर्गेट टु सब्सक्राइब गाइज दिस इज माई फर्स्ट मोटो भ्लग माया गर्नु होला है त नयाँ नयाँ मोटो भ्लगहरू अनि फेरि आउँछ थ्याङ्क यू